प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं पंचमं स्कन्धमातेति षष्ठं कात्यायनेति च सप्तमं कालरात्रिति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिता उक्तानि तानि नामानि ब्रह्मण्येव महात्मना। नमस्कार दर्शकहरू, नवरात्रिमा 9 दिनसम्म 9वटा देवीको पूजा हुन्छ र पहिलो दिन अर्थात् घटस्थापनाको दिन शैलपुत्रीको पूजा हुन्छ। प्रथमं शैलपुत्री च, दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजा हुन्छ। द्वितीयं ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा हुन्छ। तृतीयं चन्द्रघण्टेति, चौथो दिन माता कुष्माण्डाको पूजा हुन्छ। कुष्माण्डेति चतुर्थकं, पाँचौं दिन स्कन्धमाताको पूजा हुन्छ। पंचमं स्कन्धमातेति, छैठौं दिन कात्यायनी देवीको पूजा हुन्छ। षष्ठं कात्यायनीति च, सातौं दिन एवं फूलपातीको दिन देवी कालरात्रिको पूजा हुन्छ। सप्तमं कालरात्रिति, महाअष्टमीको दिन देवी महागौरीको पूजा हुन्छ। महागौरीति चाष्टमं, नवरात्रको 9औं दिन एवं महानवमीको दिन सिद्धिदात्रीको पूजा हुन्छ। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिता उक्तानि तानि नामानि ब्रह्मण्येव महात्मना। प्रथमं शैलपुत्री च, द्वितीयं ब्रह्मचारिणी, तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं पंचमं स्कन्धमातेति, षष्ठं कात्यायनेति च सप्तमं कालरात्रिति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिता उक्तानि तानि नामानि ब्रह्मण्येव महात्मना।